एका बिहानै मेरो रुमको घन्टी बज्यो। म उठेर ढोका खोले। गाउँबाट मेरो बुढाको बाबा आउनु भएको रहेछ। उहाँलाई ढोगेर भित्र आउन भने। बुढा काममा गएकाले घरमा म एक्लै थिएँ। ससुरा बाले रामु खै भन्नुभयो। मैले उहाँ काममा जानुभयो भने र उहाँलाई खाना दिए। गाउँबाट फलफुलहरू लिनु भएको रहेछ, फ्रिजमा राखे। खाना खाएपछि उहाँ निदाउनु भयो। दिउँसो 4 बजे रामु आउनुभयो। अनि त्यसपछि बाबा छायराहरूको कुराकानी सुरु भयो। बुवा 1 हप्ताको लागि आउनु भएको रहेछ। कुराकानी गर्दा गर्दै सासुरबाले मलाई नाति नातिना कहिले खेलाउन दिने भन्न थाल्नुभयो। रामुले प्रयास गरेकै छन् भन्न थाल्नुभयो। हुन थो बिहे भएको 2 वर्षसम्म पनि सन्तान नजन्माउँदा बाआमाले भनिहाल्छन्। कुराकानी पछि हामी खाना खायौँ र सुत्न गयौँ। त्यो रात पनि रामु र मैले चिकामारी गर्यौँ, तर रामुको भाइले छिटै फुसी झार्यो। ऊ निराश थियो। उसलाई लाग्थ्यो उसकै कारण बच्चा नभएको होला। यता म सधैँ जसो सन्तुष्ट थिएन, त्यसैले ऊ निदाएपछि किचनमा गएर भेन्ता छोपेर बाथरुम छिरे र आफै भेन्ताले सन्तुष्ट गराउन थाले। ढोका नलागेको रहेछ। ससुरा बा उठेर ढोका खोल्नुभयो। म भने मस्त भेन्ताले योनिमा भित्र बाहिर गराउँदै मजा लिइरहेको थिएँ। सासुरबाले मलाई देख्नुभयो। सरी बुहारी भन्दै आत्तिँदै आफ्नो कोठामा जानुभयो। म भने के गर्ने के नगर्ने भए। आत्तिँदै म पनि आफ्नो कोठामा गएँ। मनमा सासुरबाले देख्नुभयो कि नै होला भन्दै सोच्दा सोच्दै निदाएछु। बिहानै उठे बुढालाई नास्ता बनाए खाएर काममा जानुभयो। अनि बालाई पनि खाजा दिएर म रुमतिर जान खोज्दा उहाँले मलाई पछिबाट अँगालो हाल्दै मलाई छोप्नुभयो। मैले के गर्नु भएको बा छोड्नुस् भन्न थाले। हिजो देखेको त्यो घटनाले आज निदाएको छैन। त्यसैका छोड्छु र भन्दै उहाँले मेरो दुध खेलाउन थाल्नुभयो। अनि मेरो माथिको कपडा फुकाल्नुभयो र ब्लाउज पनि फुकालिदिनु भयो। छोड्नुस् बा भन्दै रुदा पनि उहाँले छोड्नु भएन। मेरो दुधको मुन्टा चुस्दै मेरो तलको कपडा पनि फुकालिदिनु भयो। अनि मलाई बिस्तारामा पल्टाउनु भयो। आफ्नो औजार झिक्नुभयो र मेरो पुतीमा छिराउनु भयो। आमा हो, 50 वर्षको भए पनि बाको लाडो निकै ठुलो रहेछ। मेरो पुती नै च्यातिदियो। बा छोड्नुस् भन्दै थिए। उहाँ अब सुरु भएपछि कहाँ रोकिनुहुन्थ्यो र झन् आफ्नो रफ्तार बढाउन थाल्नुभयो। बिहे भएको 2 वर्षसम्म रामुले राम्रोसँग जोत्न नसकेकोमा बाले जोत्दा निकै दुख्यो। आफ्नो औजार झिक्नुभयो र मेरो मुखमा खेलाउन दिनुभयो। मुखमा बल्ल बल्ल अट्यो। एकैछिन खेलाएपछि फेरि चिप्लो भएको लाडोलाई मेरो पुतीमा हालेर गर्न सुरु गर्नुभयो। कोठाहरू पोट पोट क्वाच क्वाच गर्दै थियो। म दुखेकोले रुँदै थिएँ। बाले वीर्य मेरो पुती भित्रै झार्नुभयो। अनि मेरो दुध खेलाउँदै मजा आयो भन्दै सोध्नुभयो। म केही बोल्नै सकिनँ। बा फेरि सुरु हुनुभयो। म भने उहाँलाई पन्छाउन खोज्दै थिएँ। तर छोरा मान्छेलाई मैले के पो गर्न सक्थेँ र बाले त्यो दिन 3 पटक मेरो पुतीमा वीर्य छोड्नुभयो। मेरो पुती बल्ल आज नमजाले च्यातियो। हिँड्न पनि सकेको थिएन। रामु कामबाट आउनुभयो। बाउ छोरा गफ गरेर सुत्न जानुभयो। म र रामु पनि रुममा गयौँ। रामुले थकाइ लागेको छ भनेर सुत्नुभयो। म भने आज दिउँस बाले गरेको सम्झेर मेरो पुती खेलाउन थाले। अति भएर म बा सुत्ने कोठामा गएँ। बा सुतिसक्नु भएको रहेछ। गएर उहाँको पाइन्टबाट लाडो झिकेर चुस्न थाले। बा उठ्नुभयो। मलाई देखेर खुसी हुँदै मलाई किस गर्नुभयो। अनि मेरो कपडा फुकाल्नुभयो। अनि त्यो रात म बाको बिस्तारामा बिताएँ। बिहानै उठेर रामुलाई खाजा दिएँ। अनि रामु काममा जानुभयो। म नुहाउन गएँ। बा पनि मेरो पछि पछि बाथरुम आउनुभयो। हामी त्यहाँ पनि सुरु भयो। कहिले किचनमा त कहिले बेडरुममा गएर गर्यौँ। उहाँले मेरो पुती फटालेर ध्वस्तै बनाइसक्नुभयो। त्यो दिन रमुलाई रक्सी लागेको थियो। अलि अलि होसमा थिए। हामी ससुरा बुहारी उहाँको पछाडि चिकामारी गर्यौँ। यसै गरी बाले मलाई हप्ताभरि गर्नुसम्म गर्नुभयो। अनि उहाँ गाउँ जानुभयो। त्यस रात मलाई निन्द्रै लागेन।
बाको लाडो छिराएर सुतेको बानी भएर होला छटपटी छुट्यो। त्यस दिनदेखि भेन्ताले चिलाएको पुतीलाई शान्त बनाउने गरे। 9 महिनामा एउटा छाया जन्मियो। रामु निकै खुसी हुनुहुन्थ्यो, तर उहाँलाई के थाहा उहाँको छाया नभई आफ्नो बाबाको छाया हो भनेर।